हेलो नमस्कार, म केबी साई। भारतको हिमाचल इन्डिया 25 वर्ष एप्पल फार्मिङ गरेको र अहिले थासाङ 4 घाँसा म नर्सरी फार्म गरेको एप्पल विज्ञमा। अनि अहिले मुस्ताङ भेन्चर एप्पल फार्म मा समर प्रुनिङ तथा एप्पल थिनिङ कार्य भइराखेको। म हाम्रो सम्पूर्ण यो भिडियो देख्ने साथीहरूलाई के जानकारी दिन चाहन्छु भने हामीले अल्ट्रा हाई डेन्सिटी एप्पल पाल्दै गर्दा तथा फार्म गर्दै गर्दा सबैभन्दा यसमा मेन ठुलो भूमिका समर प्रुनिङ तथा विन्टर प्रुनिङ। त्यसपछि हामीले चाहिँ दिने यसमा इरिगेसन न्युट्रिसन र त्यसपछि हामीले दिने यसमा सही समयमा सही विषादीहरू। यो सबै कार्य हामीले टाइमिङको सही समय थाहा पाएर गऱ्यौँ भनेपछि बल्ल हामीले राम्रो प्रोडक्सन तथा राम्रो उत्पादन लिन सकिने हो। मैले यसपालि यो फर्ममा भर्खरै यसपालिदेखि कार्य गर्दैछु र सबभन्दा पहिला मैले यसमा के कुरा ख्याल गरेको छु भने उत्पादन लिनलाई हामीलाई सबैभन्दा पहिला रुख चाहियो, प्लान्ट राम्रो चाहियो, ट्री राम्रो। माँ हेल्दी त चिल्ड्रेन हेल्दी भने जस्तै, आमा स्वच्छ छ भने बच्चा राम्रो जन्मिन्छ भने जस्तै स्याउको रुख ट्री एकदम सही स्वच्छ छ भने बल्ल यसमा फलहरू सही र राम्रो आउने हो। अनि हाम्रो यसमा मैले कार्य के गरेको छु भने हाम्रो सबैभन्दा पहिला रुखमा ग्रोथ जानु पर्यो, चारौँ साइड ब्रान्च बन्न पर्यो, रुख बन्न पर्यो। त्यसपछि हाम्रो बल्ल उत्पादन राम्रो लिन सकिने हो। यसको लागि अप ब्रान्चहरू पालिराखेको छु र चारौँ साइड बनाइराखेको छु। यिनीहरू हाम्रो भोलि टल स्पेन्डल सिस्टम भन्छ, जुन हामीले 55 डिग्री निहुराएर तल बाँच्छौँ। बल्ल यिनीहरूमा बर्ड्स तयार हुन्छ र आगामी वर्ष स्यावर लाग्छ। हाम्रो समर प्रुनिङ गर्दै गर्दाको सबभन्दा मेन के छ भने 4 देखि 8 इन्च 9 इन्चसम्मको जुन हाम्रो यो मसिनो ब्रान्चहरू हुन्छ, आगामी हिउँदमा त हामीले यिनी सबै हटाउने हो। र अहिले हटाएपछि के हुन्छ भने यसमा बर्ड्स 100% सम्म यो विन्टर प्रुनिङमा देखाउँछु यसको रिजल्ट तपाईँलाई। र यसमा बर्ड्स तयार हुन्छ, बर्ड्स तयार भएपछि आगामी वर्ष बल्ल हाम्रो यसमा उत्पादन आउने हो तथा स्याउ फल्ने हो। जुन हाम्रो यसपालि यसमा स्याउ फलिराखेको छ, आगामी वर्ष यसमा आउँदैन। तो यसमा नआएपछि त हामीले स्याउ लिने ठाउँ बनाउनु पर्यो। त्यस कारणले विन्टर प्रुनिङ मोस्ट इम्पोर्टेन्ट। अब ऊ चाहिँ किङ्ग्लर थियो। म गालाको बारेमा जानकारी दिउँ। गाला स्याउ एकदम नाजुक स्याउ हो र गालामा परायसो गाला, फुजी तथा गोल्डन डेलिसियस यो 3वटा प्रजातिको स्याउहरूमा बढी ढुसी लाग्ने गर्दछ। यहाँको भाषामा ढुसी, खास पौडोमिडिया भन्दछ यसलाई, पौडोमिडिया रोग हो। यो लागिसकेपछि नियन्त्रण हुँदैन। सकभर त हामीले लाग्नै नदिने, समयमा विषादी गर्ने। लागिसकेको खण्डमा हामीले यसरी लागेको भाग हटाइदिने। हटाइसकेपछि अहिले 2 महिना छ, 2 महिनामा हाम्रो निकै राम्रो पलाउँछ। अनि मसिनो जुन हाम्रो यो निप्पल बिम भन्छ यसलाई, यसमा डेड भइसक्यो। पौडोमिडिया लागिसकेपछि एकदम डेड स्थितिमा जान्छ। म अहिले पछि केही दिन अघि सुसाङ तथा कागबेनीको फ्ल्याग गाउँ अन्य क्षेत्रमा गएको थिएँ र त्यहाँ मैले सबैको फर्ममा यो चाहिँ रोग प्रशस्त मात्रामा देखेँ। अनि हामीले यदि अहिले समर प्रुनिङ गर्दा यिनीहरू यसरी हामी हटाउँदैनौँ भने कुनै अर्थ छैन। आगामी वर्ष हाम्रो स्याउ 0% पनि फल्दैन। अहिले हामीले यसरी समर प्रुनिङ गर्दै गर्दा ठिक समय टाइमिङ सम्झेर बुझेर यी पिनहरू सब हटाइदियो भने हामीले नचाहिने ब्रान्चहरू, चाहिने ब्रान्चलाई हामीले यसरी लामो राखेर अग्लोमा हाँगा आउन दिने र यो सानो नचाहिने छोटो ब्रान्चहरूलाई हामीले आगामी वर्षमा परिणत गर्ने र आगामी वर्ष 100% यसमा स्याउ उत्पादन हुन्छ। यस्तै अब हाम्रो यो फुजी एप्पल
फुजी एप्पल जसरी यस वर्ष यतिको फलेछ भने आगामी वर्ष यसमा 10% मात्र फल्न सक्छ, किन यसमा यो वर्ष बन्न एकदमै कठिन हुन्छ। त्यस कारणले हामीले चाहिने लिमिटेड स्याउहरू मात्र राख्ने, नचाहिने स्याउहरू हटाएर त्यसको अन्य सानो निप्पलहरूमा पिनहरूमा हामीले सानो मसिनो ब्रान्चहरूमा आगामी वर्षको लागि हामीले स्याउ तयार गर्ने। जसरी हाम्रो अब यहाँ त आगामी वर्ष स्याउ पक्कै पनि लाग्दैन, यति मात्र हामीले कट गरिदियो भनेपछि आगामी वर्ष यसमा मना वर्ष तयार हुन्छ तथा स्याउहरू राम्रो उत्पादन निस्किन्छ। सम्पूर्ण यो भिडियो देख्ने हाम्रो पुरा मुस्ताङवासी तथा अन्य देशवासी एप्पल फार्मिङ गर्न चाहनुहुने अन्य महानुभाव तथा दाजुभाइ दिदीबहिनीहरूलाई म जानकारी के गराउँदछु भने स्याउ फार्मिङ हामीले गर्छौँ, खर्च धेरै ठुलो भोल्युममा गरेका छौँ, मेहनत गरेका छौँ र सफलता पाएका छैनौँ भने यो केबी साईसँग सम्पर्क गर्नुहोला। 97 665 99391 मा सम्पर्क गर्नुहोला। अन्य कुनै समस्या आफ्नो फर्ममा देखिएको भए भन्ने अनुरोध गर्न चाहन्छु। हस्, सम्पूर्ण देखिने यो भिडियो दाइ भाइ तथा महानुभावलाई नमस्कार। अनि मेरो यो मद्दत गर्ने स्टाफ साथीभाइहरू पनि यता मार्फाली हो, उहाँहरूलाई मैले नै तालिम दिएर यो काममा लगाएको छु। हस्, नमस्कार।